आजको भिडियोमा तपाईलाई स्वागत छ। आज मैले चम्पादेवी मन्दिर र हाइकिङको विषयलाई लिएर जानकारीमूलक भिडियो लिएर आएको छु। यो भिडियो तपाईहरूको लागि जानकारीमूलक हुनेछ भन्ने आशा गरेको छु। आउनुहोस् ढिला नगरी आजको भिडियो सुरु गरौँ। चम्पादेवी पदयात्रा नेपालमा एउटा लोकप्रिय पदयात्रा हो। काठमाडौँको नजिक पर्ने राम्रोसँग मर्मत गरिएको पदयात्रा मार्ग र छोटो ट्रेल दूरीको साथ यो सबै उमेर समूहहरू बीच लोकप्रिय छ। चम्पादेवी पहाड काठमाडौँबाट 20 किलोमिटरको दूरीमा दक्षिणकाली नगरपालिकामा अवस्थित छ। चम्पादेवी काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम भागमा अवस्थित एक प्रसिद्ध डाँडा तथा धार्मिक स्थल हो। यो स्थान काठमाडौँ जिल्लाको फर्पिङ क्षेत्र नजिक पर्दछ र समुद्री सतहबाट करिब 2278 मिटरको उचाइमा अवस्थित छ। चम्पादेवी धार्मिक रूपमा महत्त्वपूर्ण मानिन्छ भने प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले यो सर्ट हाइकिङको लागि अत्यन्तै लोकप्रिय गन्तव्य पनि हो। यसका दुई प्रारम्भिक बिन्दुहरू खरे र फन्ज्याङ हुन्। चम्पादेवी मन्दिरले हिन्दू तीर्थयात्रीहरूको लागि धार्मिक मूल्य मान्यता बोकेको छ। स्वास्थ्यप्रति सचेत पदयात्रीहरूका लागि यो राजधानी काठमाडौँ नजिकैको एक आदर्श पहाडी गन्तव्य हो। यसबाहेक सहरको भिडभाडबाट केही समयको लागि हराउन खोज्नेहरूका निम्ति चम्पादेवी मन्दिर एउटा उपयुक्त गन्तव्य हो। 4 देखि 5 घण्टाको पैदल यात्रामा मनोरम दृश्यहरूको अवलोकन गर्दै हिँड्दाको मजा नै बेग्लै हुन्छ। फर्पिङ फन्ज्याङसम्म लोकल बसबाट लगभग 20 किलोमिटर टाढा पर्ने यस स्थानमा पुग्न लोकल बसमा लगभग 40 मिनट लाग्दछ। यदि तपाईसँग निजी गाडी छ भने तपाईँ अझ छिटो पुग्नुहुनेछ। फन्ज्याङ पुगेपछि तपाईले हात्तीबन रिसोर्टको लागि लगभग आधा घण्टा हिँड्नुपर्ने हुन्छ, अथवा गाडी वा बाइक छ भने त्यहाँसम्म 5-10 मिनटमै मजाले पुग्न सकिन्छ। चम्पादेवी पदयात्राको रुट आधिकारिक रूपमा यहीँबाट सुरु हुन्छ। हिँड्ने क्रममा खोकना लगायत ललितपुरका विभिन्न क्षेत्रको मनोरम भ्यू देख्न सकिन्छ। भ्यू फ्रम चम्पादेवी मजाको टपबाट माथि तलतिरको भ्यू देखिया छ। धन्न यति भए पनि तर अघि त त्यो यस्तो हुसु लागेको थियो। ल यता साइडमा हेर्नुहोस्, बादल हो कि हुसु हो, आई एम कन्फ्युज है। अनि तलतिरको यो फर्पिङ गाउँ होला, गाउँ देखिरहेछ। रमाइलो रहेछ ठाउँ चाहिँ, तर सुनसान। हामीले कोही मान्छे पनि भेटेनौँ बाटोमा, एउटा मान्छे पनि भेटेनौँ। साथै केही ठाउँहरूबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्य पनि देख्न सकिन्छ। ढुङ्गाका पक्की सिँढीहरूमा केही थकित उकालो चढाइले तपाईलाई यो पदयात्राको अन्तिम गन्तव्यसम्म लैजान्छ। तर चम्पादेवी पहाडमा सुन्दर ढङ्गले राखिएका विभिन्न मूर्तिहरू छन्। चारैतिरबाट रुखहरूले घेरिएको तपाईले आफ्नो अनुहारमा ताजा हावा उडेको महसुस गर्न सक्नुहुन्छ। तपाईले जङ्गलमा भएको ताजापन र जीवन्तता पाउनुहुनेछ। तपाईँ 1 घण्टाको लागि रोक्न सक्नुहुन्छ, आराम गर्न सक्नुहुन्छ। मैं तो फिर से थक गई भएछ छोरी, आराम थकाइ मारिरहेछ बिचरा, गाह्रो भएको छ उसलाई। रिहाइड्रेट गर्न पनि सक्नुहुन्छ र खाजा र खाना खान सक्नुहुन्छ। चम्पादेवी मन्दिरबाट 2 घण्टाको कुल डाउन हिल पैदल यात्राले तपाईलाई फर्पिङ फन्ज्याङसम्म लैजान्छ। 2 लिटर पानी बोक्दा तपाईलाई यो दिनको पैदल यात्रामा हाइड्रेटेड रहन मद्दत मिल्छ। र अब चाहिँ हामी फर्किँदैछौँ, त्यही बाटो फर्किरहेछौँ हामी। अब मेबी 2 घण्टा हिँडेको भनेपछि फर्किँदाखेरि धेरै बेर त लाग्दैन होला, 1 घण्टा जति, 1.25 घण्टा जति लाग्छ होला। 3-3:30 बजीतिर हामी तल हात्तीबन रिसोर्टमा पुग्छौँ होला। अनि त्यहाँ हाम्रो बाइक त्यहीँ छ, त्यहाँबाट बाइक लिएर हामी तल खाजा खान्छौँ, अनि एकछिन घुम्छौँ बाहिर तलतिर। अनि त्यहाँबाट हामी घर नगइकन कुनै ठाउँमा गएर खाना खान्छौँ, अनि बल्ल खानासाना खाइसकेपछि घरतिर फर्किन्छौँ। प्यास मेटाउँछ छोरीले। यस्तो मिस्टेक भयो नि हामीबाट, पानी लिएर आउनु बिर्सेको यस्तो हाइकिङ हिँड्या मान्छेले। चाहिने नचाहिने पोको पुन्तुरो चाहिँ बोकेर हिँड्याछौँ। लिएज मारामार छ, प्रिङ्गल्स मारामार छ, लुगाको पोको छ, पानी चाहिँ छैन, यस्तो बिर्सिएको। तर यस्तो थियो, हामी आउँदाखेरि चाहिँ एकदम पानी परिरहेको थियो। बिहान घरबाट निस्किँदाखेरि भयङ्कर पानी परिरहेको थियो। हामीले त प्लानै क्यान्सल होला जस्तो भइसकेको थियो। तर पनि छोरीको ठुस्स परे अनुहारलाई चाहिँ कसरी हँसाउने, कसरी खुसी बनाउने भनेर पानी परे पनि हामी निस्केको घरबाट, रेनकोट लाएर निस्केको। फर्पिङ फन्ज्याङका पसलहरूमा केही पानीका बोतलहरू किन्न सक्नुहुन्छ। घरबाट 2 लिटरको पानीको बोतल लिएर जानु राम्रो हुन्छ। चम्पादेवी हिल
हाइक जाने बाटोमा पानीको धारा वा पसलहरू छैनन्। तपाईँले बगिरहेको पानी फेला पार्नुहुने अन्तिम ठाउँ हात्तीवन रिसोर्टमा छ। तसर्थ यस ट्रेलमा पानी बोक्न आवश्यक छ। चम्पादेवी पदयात्रा मार्गमा कुनै रेस्टुरेन्ट वा चिया पसलहरू छैनन्। तपाईँले स्थानीय महिलाको स्वामित्वमा रहेको एउटा सानो पसल देख्न सक्नुहुन्छ, तर यो खुला रहने वा नरहने कुनै निश्चित छैन। तसर्थ यदि तपाईँले यस दिनको पैदल यात्राको लागि खाजा बोक्नुभयो भने यसले मद्दत गर्नेछ। भिडियो अन्तिमसम्म हेरेर साथ र सहयोग गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि राम्रो लागेको खण्डमा मेरो यो युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो यो च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सिनुहोला है त। हस्त आजको लागि यति नै।